काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 9 काँडाघारीमा अवस्थित मनोहरा समाज नेपालकै एक समृद्ध समुदायको रूपमा स्थापित भएको छ। यो समाज आफ्नो ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक धरोहर र सामाजिक एकताका लागि चिनिन्छ। यहाँका सदस्यहरूले समाजको समृद्धिका लागि लामो समयदेखि अनगिन्ती योगदान पुर्याएका छन्। विगतमा भएका संघर्षहरूको सामना गर्दै आज मनोहरा समाज समृद्ध र विकासका नयाँ बाटोमा अघि बढिरहेको छ। यस समाजले गरेका कामहरू यस्ता छन्: ढल व्यवस्थापन र सडक सुधार। मनोहरा समाजले विगतमा ढल व्यवस्थापन र सडक मर्मतको काम गर्यो, जसले स्थानीयलाई यातायातमा सजिलो र जीवनलाई सहज बनायो। सडक बनेपछि धेरै फाइदा पुर्याएको छ। अब स्थानीयहरू सजिलै यात्रा गर्न सक्छन्। यो समाजको गठन भएदेखि नै यो समाजमा धेरै विकासहरू, धेरै किसिमका विकासहरू, सामाजिक विकासहरू भएको छ र खास गरेर यो कार्य समिति गठन भएदेखि त कायापलट नै भएको छ। कहिले नसुनेको कुराहरू पनि माने यो यसमा विकास भएको छ। जस्तो मलाई त बहुत बिटर एक्सपिरियन्सेसहरू छन्। म यति हिलोमा जान्थेँ, यो बाटोमा हिलोमा जानु पर्थ्यो। गाडी साडीले जानुभन्दा पनि गाडी पनि जाँदैन थियो, बहुत गाह्रो थियो। यो बाटो पनि भयो, अनि बिजुली आदि इत्यादिको सुविधा भयो, सुरक्षित पनि भएको छ। सीसी क्यामेरा आदि इत्यादिले सुरक्षित पनि भएको छ। र भनौँ न यो टोल समाज जुन छ, समाज नै पहिलाभन्दा निकै साफ सुथरा र भएको छ। र त्यसमा चाहिँ यो कार्य समितिकै माने सक्रियतालाई म धन्यवाद दिन्छु। र टोलवासीहरू पनि कन्सियस टोलवासीहरू छन्। यहाँका टोलवासीहरू बडा मिलनसार पनि छन् र विकासमा चाहिँ इन्ट्रेस्ट लिने खालका छन्, समय दिने खालका छन्। त त्यस हिसाबले चाहिँ अब यसमा फेरि यसको जुन कार्य समितिको जुन हर हिसाब आदि इत्यादि जे जति छन् सबै काम कुराहरू सबै पारदर्शी छन्। कहीँनिर एउटा सार्वजनिक स्थानमा एउटा मन्दिरको स्थापना भएदेखि चाहिँ अझ राम्रो हुन्थ्यो। पहिला आउँदाखेरि कस्तो थियो, यो बाटो हिँड्न नसकिने हरेक कुराको समस्या मात्रै थियो। पछि गएर अर्को एउटा समाज टोल बन्यो। त्यति बेला अलिअलि काम भएका थिए, खासै त्यत्रा अब ठुला राम्रो गरी यस्तो अहिलेको जस्तो भएको थिएन। अहिले हाम्रो नयाँ अध्यक्ष आइकन चाहिँ धेरै सुधार भयो। टोल समाज धेरै राम्रो भयो। सीसीटीभीको व्यवस्था गर्नुभयो। त्यहाँबाट बाटै अब दुईपल्ट त हाम्रो यो पिच भइसक्यो। पिच र भित्तामा रङरोगन। समाजभित्रका स्थानहरूको सौन्दर्यीकरण गर्न ढल व्यवस्थापन मात्र नभई सडक पिच, साना बाटोहरूमा टाइल लगाउने र भित्तामा रङरोगनको काम गरिएको छ। यसले समाजलाई थप आकर्षक र मनमोहक बनाएको छ। भित्ताहरूमा रङ लगाउँदा समाज अझै सुन्दर भएको छ। पूर्वाधारमा हामी बाटोसँग वञ्चित थियौँ। अहिले हामीसँग बाटोघाटोको समस्यादेखि लिएर सेक्युरिटी सुरक्षाको लागि हामीसँग सीसीटीभी क्यामेरादेखि लिएर हामीसँग यो गल्लीका बाटाहरू पनि सबै हामीले पिच गर्न सफल भएका छौँ। अब अहिले हामी आधारभूत आवश्यकता भनेको खानेपानीसँग हामी लड्दैछौँ। हाम्रो माग भनेको खानेपानीसँग हो। मनोहरा समाजको हाम्रो समाजले विगत केही वर्षदेखि उल्लेखनीय राम्रा कामहरू गरेका छन्। हामीलाई अहिले दैनिकीमा एकदम सहज छ। बाटोहरू पिच भएको छ, अनि सीसी क्यामेराहरू जडान गरेका छन्, अनि डस्टबिन बाटामा डस्टबिनहरू सुरक्षाको लागि धेरैहरू काम चाहिँ भइरहेछन्। अब हुने कामहरू मुख्य उद्देश्य भनेको यो समाजमा हाम्रो खानेपानीको अभाव छ। खानेपानीको लागि अब हामी मनोहरा समाज सबैजना बसेर सम्बन्धित निकायमा गएर हामीले समाजलाई खानेपानीको पूर्ति गर्नुपर्नेछ। भोजबहादुर श्रेष्ठज्यूको चाहिँ अध्यक्षतामा एउटा समिति बन्यो। त्यो समितिले अलि बढी धेरै राम्रो काम गर्न सक्छ। हामीले पनि गर्न प्रयत्न त गरेका थियौँ, तर सकेका थिएनौँ। अलि राम्रो काम गरेका छ। यहाँ चाहिँ बत्ती जडान, यो सीसी क्यामेरा जडान लगायतका विषयहरूमा उहाँहरूको विशेष पहल छ। यसका लागि समग्र मनोहरा समाज टिमलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। भोजबहादुर श्रेष्ठज्यूको टिमले एकदम राम्रो काम गरेको छ र आगामी दिनमा यी राम्रा कामलाई निरन्तरता दियोस्।
र अब गर्नुपर्ने थोरै कामहरू हाम्रो मैले देखेको छु। जस्तै चाहिँ हाम्रो यो बाटो एकदमै साँघुरो छ, पार्किङको व्यवस्था छैन। एउटा घरमा एकजना पाहुना आउनुभयो भने हामीले बाटोमा गाडी राखेर हिँड्नुपर्ने अवस्था छ र त्यो गाडी राख्दाखेरि फेरि अब अर्कोलाई बाध्य पर्ने अवस्था छ। यस विषयमा मनोहरा समाजले अथवा चाहिँ कन्ट्रिब्युट गरेर सबैजनाले केही गर्न सकिन्छ, अर्का नयाँ पार्किङ स्थल कहीँ खोजेर राख्न सकिन्छ भने त्यो पनि एउटा पहल गरौँ। अर्को विषय हामीसँग 2-3 वर्ष अगाडिदेखि खानेपानीको विषय छ। खानेपानी चाहिँ पटक पटक चाहिँ के अरे निर्माण भइरहेछ, तर अहिलेसम्म हामीले खानेपानी पाउन सकेका छौँ। हामी बोरिङको भरमा अथवा चाहिँ पानी बिहिने अवस्थामा छौँ। यी विषयहरूमा अलिकति विशेष पहल गरोस्। जहिलेदेखि कार्यभार हाम्रो भोजीले सम्हाल्नु भएको छ, जे होस् एउटा एक्जिक्युसनको पार्टमा एकदमै राम्रो मैले चाहिँ इम्प्रेसिभ टाइपले नै देखाएको छु। एप्रिसिएटिङ छ, सबै चिज राम्रो छ, गर्नुभएको छ। अझै 2-4वटा कुरो अब कमी कमजोरी त भइहाल्छ, त्यो सुधार गर्नुपर्नेमा चाहिँ मैले एउटा तत्काल चाहिँ यो समाजमा फोहोरको व्यवस्थापनमा अलिकति केही कमी कमजोरी देखाएको छु। हप्ताको एकपटक गर्दा गर्मीको महिनामा अहिलेको यो रोग व्याध होइन दुनियाँभरको हुन्छ, त्यसलाई 2 पल्टसम्म एउटा प्रपर टाइम स्पेसिफिक टाइम गरेर, किन धेरै जसो मान्छेहरू अफिसियल्सहरू छन्, त्यो हुँदा गरिदिनु भए धेरै नै राम्रो हुन्थ्यो। दोस्रो खानेपानीको एउटा टड्कारो समस्या छ, त्यो समस्याको चाँडोभन्दा चाँडो हल गरिदिए यो समाजमा चाहिँ धेरै चिज एउटा देखिने गरी चाहिँ एउटा उहाँहरूको पर्फर्मेन्स पनि देखिन्थ्यो। यस्तै कुराहरू हो। अरू सफा सुग्घर, सिसी क्यामेरा इत्यादि कुराहरूमा चाहिँ एकदम इम्प्रेसिभ छ उहाँहरूले गर्नुभएको जुन मेहनत, टाइम कन्ट्रिब्युसनहरू एकदमै एप्रिसिएटिङ राम्रो छ। सडक बत्ती र अन्धकार हटाउने प्रयास। रातको समयमा सडक उज्यालो बनाउन बत्तीहरूको जडान गरियो, जसले रातको अन्धकार हटायो र समाज सुरक्षामा वृद्धि गर्यो। अब राति यात्रा गर्दा कुनै डर छैन। सडक बत्तीले समाजमा सुरक्षा बढाएको छ। सीसी क्यामेरा र सुरक्षा। समाजको सुरक्षा सुनिश्चित गर्न सीसी क्यामेरा जडान गरिएको छ, जसले अपराधमा कमी ल्यायो र सबैलाई सुरक्षा महसुस भयो। सीसी क्यामेराले हाम्रो समाजलाई अझ सुरक्षित बनायो। अब हामी निडर भएर बाहिर जान सक्छौँ। ढल पानीको निकास गर्नको लागि परिकल्पना गरेर स्थापित भएको मनोहरा समाजले आज लगभग 14-15 वर्ष पार गरिसकेका छ र यस मनोहरा समाजभित्र विभिन्न विकास कार्यहरू भएका छन्। यसमा सडक बत्तीहरू विस्तार भयो, पानीको लागि हामी पहल गरिरहेका छौँ। अहिलेको मेन समस्या भनेको मनोहरा समाजभित्र भनेको पानीको समस्या हो र यहाँ अहिले विद्युत विस्तार कार्यलाई पनि विभिन्न तरिकाले हामीले परिचालन गर्दाखेरि पहिले सिङ्गल फेज थियो भने हामीले माथि मेन रोडबाट तान्थ्यौँ भने हामीले टोल भित्र विद्युत प्रसारण लाइनलाई तानेका छौँ। यहाँ टेलिफोनको सुविधा भएको छ, बत्तीको सुविधा भएको छ। यो कार्य समितिले सीसी क्यामेराको प्रबन्ध गरेर हामी जुनसुकै समयमा पनि हाम्रा बालबच्चाहरू वृद्धहरू सडकमा खुल्ला रूपमा हिँड्न सक्छन्। हामी सीसी क्यामेराबाट सुरक्षित बसेका छौँ। मुख्य समस्या भनेको अहिले हाम्रो समाजमा पानीको समस्या छ। पानी हामीले ल्याउन सक्ने अवस्थाहरू पनि छन्, त्यो समस्याको समाधानहरू पनि छ, तर त्यो समाधानलाई अब हामीले वडा कार्यालयसँगको सामञ्जस्यता अनि नगरपालिकासँगको सामञ्जस्यता गर्दै लिएर जानुपर्ने अवस्था छ र त्यसको लागि हामी लागि परेका छौँ र एउटा हाम्रो टड्कारो समस्याको रूपमा छ। अब अर्को भनेको कुनै पनि समाजमा बसिसकेपछि समाजमा त्यसको नेगेटिभिटी र पोजिटिभिटी दुईटा एस्पेक्टहरू हुन्छन्। त्यसमा रहेका नकारात्मकताहरूलाई हटाउँदै हामीले गएर त्यसलाई चाहिँ सकारात्मकताले अगाडि जानुपर्ने हुन्छ र हामीले बाटोघाटोहरू त हामीले निर्माण गरिसकेको अवस्था छ। अब हाम्रो अलिकति समस्या भनेको अलिकति मेन्टल एटिट्युडहरूको, तपाईँको फिजिकल अब्जेक्टिभ समस्या भन्दा पनि कतिपय समस्याहरू चाहिँ मानसिक समस्याहरू छ। विभिन्न आइडियोलोजी बोकेका मानिसहरू समाजमा बस्छन् र त्यो आइडियोलोजीहरू म्याच नहुँदाखेरि कहिलेकाहीँ समस्याको समाधान देखिँदै पनि हामीले त्यसलाई चाहिँ त्यो समस्यालाई निराकरण गर्न नसकेको अवस्था छ। र मेरो अल्टिमेट गोल भनेको चाहिँ आइडियोलोजी रहित समाज भनेको मैले पहिला पनि भनेको छु कुरो सम आवाज, जुन ठाउँबाट एउटै प्रकृतिको ध्वनि निस्किन्छ त्यो चिजलाई चाहिँ समाज भनिन्छ। र समाजमा आइडियोलोजी भन्दा पनि समाजका समस्याहरू के हुन् त्यसमा बस्ने व्यक्तिहरूले चाहिँ हामीले मिलेर त्यसलाई अगाडि बढाउनु पर्ने हुन्छ समाधानको उपायहरू। र मलाई लाग्छ यो सोसाइटीमा पदाधिकारीको रूपमा जो भाइहरू बहिनीहरू दिदीहरू दाइहरू बस्नु भएको छ उहाँहरूले एक्सट्रिमली वेल काम गर्नु भएको छ। संस्कृति संरक्षण
समाजले आफ्नो सांस्कृतिक धरोहरको संरक्षणमा महत्त्वपूर्ण भूमिका निभाएको छ। तिहारमा देउसी र भैलो, होली पर्व, पिकनिक, जमघट र सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिन्छ। हाम्रो संस्कृति र परम्परालाई जोगाउनका लागि मनहरा समाज प्रयत्नशील रहेको छ। राम्रोले राम्रो र नराम्रोले नराम्रो भने तपाईँ हामीलाई, किनकि जसको जति आवश्यकता थियो उहाँहरूले त्यसरी नै चिन्ने मौका पाए मनहरा समाजलाई। किनभने यो हामीले त्यो टोलभित्रै काम गर्दाखेरि एउटा सबै टोलको एउटा कुरा गरेर मिलेर ल्याएको कुरा हो। बाँकी गर्न अझै कहिले हो पुरा मलाई झुमा झुमा क्यामस क्याकी छ तिहारमा देउसी र भैलो, होली पर्व, पिकनिक, जमघट कार्यक्रमहरूले समाजका सदस्यहरूलाई एकजुट राख्न धेरै नै महत्त्वपूर्ण भूमिका खेलेको छ। तिमी आउने बाटोमा फुल रोपिदिए, तिमी आइनौ, देउरालीमा कसम खाई माया लाउँछु भन्थ्यौ, किन लाइनौ, मन थिएन भने तिमीले झुठो कसम किन खायौ, मन हुनेलाई छाडिदियौ, धन हुनेलाई माया लायौ, आफ्नोलाई नै पराई ठानी गयो बेगानी, तिमी आइनौ। अहिले दिनेशजीको जो नेतृत्वमा हाम्रो नयाँ अर्को कार्य समिति आएको छ, यो कार्य समितिले पनि समाजको रचनात्मक कामहरू नै गरिएको छ। समाजले सकिन्छ भने एउटाद्वारा सार्वजनिक टोयलेट ठाउँ ठाउँमा ठ्याक्क बनाइदिनु पर्यो, यहाँ होइन ठुल्ठुला बिनहरू राख्न पर्यो, जसको कारणले गर्दाखेरि भनौँ न अब अलिकति मोडेल हुन्छ। अनि जस्तो अब हाम्रो यो डिस्टेन्स छ, यो डिस्टेन्सको बिचमा एउटा टोयलेट अनि खानेपानीको एउटा यसो व्यवस्था भयो भने हिँड्ने मान्छेहरू, किनभने अलिकति हामी बाहिर गएर आएर बाहिरको अलिकति मोडेल पनि देखियो होइन, त्यहाँको स्थिति र यहाँको स्थिति फरक रहेछ। अब हामी कहाँ गर्नुपर्ने, जस्तो अब यो यहाँको तारको कुराहरू पनि यहाँले देखिरहनु भएको छ। यी कामहरूमा अब एकजना अब कार्य समिति मात्रै पनि अलिनल होइन, हामी सबै यहाँ भएका समाजका भनौँ न बुद्धिजीवी, अब समाज टोलवासीहरूको सबैको समान दायित्व भएका सबै मिलेर गर्ने कामको लागि। तर यसलाई कार्य समितिले यसलाई चाहिँ नि इनिसिएटिभ लिदियो भनेदेखि अब अझै भनौँ न अगाडि कामहरू गर्नुपर्ने कामहरू किनै तिनौँ न। अब यीभन्दा ठुला काम त अब हामीले गर्न सकिँदैन। अहिले अब बाटोको लगभग समस्याहरू समाधान भयो, त्यसलाई मेन्टेनेन्सका कुराहरू बेला बेलामा गर्ने कुराहरू, सरसफाइका कुराहरू बेला बेलामा गर्ने कुराहरू, यी कुराहरूलाई हामीले तदारुकता दियौँ भनेदेखि अरू काम त हुँदै जाने हो। सम्मान र पुरस्कार
समाजका योगदानकर्ताहरूलाई सम्मानित गर्ने परम्परा पनि बनाइएको छ। यसले समाजवासीमा उत्साह र समर्पणलाई बढावा दिएको छ। समाजमा योगदान पुर्याउनेलाई सम्मान गर्दा सबैलाई प्रेरणा मिल्छ र समाजलाई अझ राम्रो बनाउन उत्साह प्राप्त हुन्छ। समाजमा धेरै राम्रो काम गरेको छ, हामीलाई चित्त बुद्धो गरेको छ। यो थिएन, यो सबै बनाउनु भयो, यो बाटो पनि बनाउनु भयो। पहिला हामीले पैसा उठाएर बनाएका थियौँ, राम्रो गरेका छन्। अहिले चाहिँ गर्दैछन्, अध्यक्ष राम्रो पायौँ। पानीको चाहिँ अलिक समस्या, खानेपानीको चाहिँ हाम्रो 9 नम्बर वार्डमा दिने हाम्रो पारेनन्। अब अहिले सुरु गर्दैछन्, देलान् भन्ने आशा छ। हामी बात्तै खान पाइन्छ जस्तो लागेको छ। अनि कुकुर पाल्नेले व्यवस्था गरेर पालिदिउन्। खानेपानी त आइदिए त झनै राम्रो हजुर। सडक त अहिलेसम्म त अब ठिकै नै छ, अब त्यस्तो नराम्रो त लागिरहेको छैन। सबभन्दा चाहिँ मलाई सिसी क्यामेराको चाहिँ एकदमै आवश्यक छ हजुर। हाम्रो यो जुन अहिले हामी देखिरहेको छौँ, यो टोलको जुन समाज छ त्यहाँ चाहिँ अलिकति हाम्रो यो ढल तथा सडकको व्यवस्थापनहरू राम्रोसँग भइसकेको थिएन। त्यो नयाँ कार्य समिति आइसकेपछि हाम्रै पहलबाट त्यो कामहरू सम्पन्न भएको अवस्था छ। अब यहाँ एउटा विद्यालय छ, विद्यालय यहाँनिर निर्मल ज्योति स्कुल छ। यो निर्मल ज्योति स्कुलले यहाँबाट विद्यालयबाट इन्ट्री गर्दाखेरि गाडीहरू लाने ल्याउने गर्छ। यस्तो हाम्रो असाध्यै कमजोर सडक छ, साँगुरो सडक छ। बालबच्चाहरू, बुढा वृद्ध अवस्थाका व्यक्तिहरू हिँडिरहेको अवस्थामा चाहिँ जुनसुकै बेला जे पनि हुनसक्ने अवस्था पनि छ। त्यसले गर्दाखेरि यी यस्ता लगायतका समस्याहरू समाधानका लागि पनि अब आगामी दिनमा चाहिँ अब हाम्रो मनोरा समाजले चाहिँ पहल गर्नुपर्ने हामीले देखेका छौँ। त्यस्तै तत्काल अब हामीले खानेपानीको पाइपहरू यहाँ जोडिसकेका छ, तर पनि अहिलेसम्म हामीले खानेपानीबाट वञ्चित हुनु परिरहेछ। हामी कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर 9 को चाहिँ नगरवासी भएको हैसियतले पनि हामीले त्यो सुविधाबाट वञ्चित हुनु परिरहेछ। यो अवस्थाको पनि छिटोभन्दा छिटो चाहिँ सुनवाई हुनुपर्छ, सम्बोधन हुनुपर्छ भन्ने हामीलाई लाग्छ। यहाँका दाजुभाइ दिदीबहिनी सबैले मिलेर गरेको हरेक हप्ता जस्तो एउटा कार्यक्रम गरेर जुन यो समाजलाई एकताबद्ध गर्ने, गोलबन्द गर्ने, विकास निर्माणमा सबैलाई साझेदार गराउने जुन खालको प्रक्रिया छ, यसले साँच्चै समाजलाई एक बनाएर, एक ढिक्का बनाएर एउटा सहकारी समझदारी बनाएको आभास भएको छ र हरेकमा भाइचाराको सम्बन्ध स्थापित गरेको चाहिँ महसुस भएको छ। हरेक विकास निर्माण सरकारी तहबाट हुने ढिला सुस्तीलाई बेला मौकामा गएर झकझकाएर हरेक कामहरू अन्यत्रभन्दा हामी देख्न पाउँछौँ छिटो चाहिँ सम्पन्न भइरहेका छन्। अन्य टोलहरूमा हेर्दाखेरि कतिपय कामहरू वर्षौँसम्म अलपत्र परेको अवस्थामा पनि यहाँको सक्रियताले गर्दा, यो समाजको सक्रियता, यहाँका दाजुभाइहरूको सबैको सक्रियताले गर्दाखेरि समयमा सम्पन्न भएको अवस्था छ। तथापि अहिलेको अवस्थालाई हेर्दाखेरि खानेपानीमा चाहिँ अझै सक्रियता बढाउनु पर्ने अवस्था चाहिँ महसुस हामीले गरेका छौँ। अहिले चाहिँ समाजमा शान्ति सुव्यवस्था, समाजमा एकता कायम गर्न, एकता र सद्भाव कायम गर्नको लागि जुन खालको गतिविधि गरेछ लाग्छ, यो कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा र सबै टोलहरूले यो सिक्न लागेको मैले अनुभूति गरेको छु। किनकि यस्तै खालको सद्भाव र एकता भयो भने, समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकियो भने, टोल र समाजलाई सफा सुग्घर बनाउन सकियो भने, सामाजिक एकता कायम गर्न सकियो भने सायद अब हामीले समाजलाई सङ्कट परेको बेलामा, सामाजिक समस्या परेको बेलामा, राज्यको समस्या परेको बेलामा हामी राम्रोसँग चाहिँ सहयोग गर्न सक्छौँ भन्ने मैले अनुभूति गरेको छु। त्यसैले मैले पटक पटक पनि भन्ने गरेको छु कि वास्तवमा सामाजिक एकता बिना, सामाजिक सद्भाव बिना यहाँको अध्यक्ष बोजबहादुर श्रेष्ठ, दिपकजी लगायत जुन साथीहरूले जुन खालको यहाँ सद्भाव कायम गर्न, सामाजिक एकता कायम गर्नलाई जुन भूमिका खेल्नुभएको छ, यो सराहनीय छ। यसलाई सबैले पाठ सिक्नुपर्छ भन्ने मलाई लागेको छ। मनोहरा समाजका भविष्यका लक्ष्यहरूमा खानेपानी समस्या समाधान, सडक नाली निर्माण, सीसी क्यामेरा थप्ने योजना, ज्येष्ठ नागरिकहरूलाई सम्मान, स्वास्थ्य क्षेत्रमा योगदान र पर्यावरण संरक्षण जस्ता क्षेत्रहरूमा सुधार गर्ने योजना बनाइएको छ।
यस समाजले आफूलाई अझ समृद्ध र आत्मनिर्भर बनाउन नयाँ कदम चाल्ने योजना पनि अघि सारेको छ। वातावरणको रक्षाका लागि हरियाली र सरसफाइमा निकै नै ध्यान दिएको छ यो मनहरा समाजले। यहाँका सदस्यहरूको एकता र समर्पणले यसलाई सफलता र विकासका नयाँ आयाममा पुर्याएको छ। अहिले हामीले चाहिँ यो मनहरा समाजलाई एकदम उच्च र माथिल्लो उच्च बिन्दुमा लाने कोसिस गरिरहेका छौँ र विशेष गरी यहाँ अध्यक्षज्यू लगायत कार्य समितिको पहल धेरै सक्रिय छौँ। हामी सक्रिय गरेर बत्ती, पानी, क्यामेराको लागि होइन हामीले बाटो हरेक क्षेत्रको बाटोहरू पनि दोहोऱ्याएर पिच गर्नको सफल भएको छौँ र मेन त यो हामी शुभश्रीदेखि काँडा चोक जाने बाटो एकदमै त्यो चाहिँ पिच हुन नसकेको अवस्था थियो। त्यसलाई चाहिँ हाम्रो पहलमा हुन त सरकारी व्यवस्था गरेको हो, सरकारी निकायले माथिल्लो निकायले गरेको हो, नगरपालिका केन्द्र बजेटले गरेको, तर धेरै वर्ष भइसकेको थियो, 8-10 वर्ष भइसकेको थियो, काम हुन नसक्यो। तर हाम्रो एकदम ठुलो पहलले त्यो गर्न सफल भयो र विभिन्न कारणहरूले र अब विभिन्न खानेपानीको समस्या छ। यहाँ मेन चाहिँ भनेको यो हाम्रो समाजलाई एकदमै पानीको एकदमै आवश्यक छ। यहाँ चाहिँ अब पानी खनिरहेछ है, अब हाम्रो समाजलाई वञ्चित गरिरहेछ अहिलेसम्म। यहाँ यसको लागि सबैजना एकजुट हुनु जरुरी देखिन्छ र सबैजना पहल गरेर अब हामी मनहरा समाज टोलवासीहरू, आमा दाजुभाइहरू सबैजना आफ्नो स्थानबाट आफ्नो क्षेत्रबाट कहाँबाट सकिन्छ त्यहाँबाट पहल गरिदिनु हुन अनुरोध गर्दछौँ। अब हजुरहरूलाई थाहा छँदैछ अहिलेसम्म के भइरहेछ भन्ने कुरा। पहिले भन्दा हामीले बाटोहरू, बिजुली, डस्टबिन यस्तो फोहोरहरूको कार्यक्रमहरू पनि जहाँसम्म हामीले राम्रै गरेको छौँ जस्तो लाग्छ। बत्ती, सिसी क्यामेरा रिपिच गर्ने कुरा पनि हामीले 2 पल्ट गर्न, विशेष गरी हाम्रो अध्यक्षज्यूको पहलमा चाहिँ हाम्रो टिम लगायतले एकदमै सम्पूर्ण टिमले राम्रो गरेको छौँ। अबका दिनहरूमा पनि हामी खानेपानीको लागि विशेष पहल गर्न कोसिस गरिरहेछ। छरपष्ट भएका तारहरू पनि व्यवस्थित गर्नलाई हामी कोसिस गरिरहेछ। यस्तै भइरहेछ र आगामी दिनहरूमा हामी एकजुट भएर हजुरहरूको साथ र सहयोगले हामी अझ राम्रो काम गर्ने प्रयासमा छौँ। हजुरहरूको साथ सपोर्ट चाहिन्छ हामीलाई। देखिने बुझिने गरिने सबै भइरहेको छ। अब पिच थिएन, सिसिटिभीहरूदेखि लिएर सबै बत्ती, यो बाटो पिचहरू नभएको ठाउँमा पनि पहिलाको भन्दा धेरै राम्रो भएको छ। अलिकति बाँकी भएको पनि अब हामीलाई चाहिँ धेरै चित्तबुद्ध तरिकाले भएको छ। र अहिले हाम्रो यो मनहरा समाजबाट चाहिँ हाम्रो अध्यक्षज्यू अनि प्रकाश दाईहरू हामी सबै धेरै लागि परेको छौँ र सबैलाई चित्तबुझ्दो तरिकाले भइरहेको छ काम। भविष्यमा यो समाज अझ सफा, सुन्दर, शान्त अनि समृद्ध बन्ने विश्वास सबै समाजवासीमा रहेको छ। मनहरा समाजको यात्रा केवल पूर्वाधार विकासको यात्रामा मात्र होइन, यो सबैका साझा सपनाहरू साकार पार्ने एक अठोट प्रयासको जीवन्त प्रतीक हो। यहाँको समर्पण, सेवा र एकताले देखाएको प्रगति भौतिक संरचनामा मात्र सीमित छैन, यो सामाजिक सम्बन्ध, सांस्कृतिक संरक्षण र भावनात्मक एकतामा झल्किन्छ। जब समुदाय जुट्छ तब कुनै सपना अपुरो रहँदैन भन्ने कुराको सजीव उदाहरण हो मनहरा समाज। खानेपानीको विषयमा एउटा हाम्रो विशेष मुद्दा छ। त्यो मुद्दा भनेको चाहिँ हामीले बोल्दाखेरि र गर्दाखेरिको काम चाहिँ हामीले फरक पायौँ। जब यहाँको केही साथीहरूले हामीलाई के भन्नुभयो भने हामी डेलिगेसन जाँदाखेरि चाहिँ खानेपानीको विषयमा पहिला हामीले यहाँबाट निकालेको पानी चाहिँ मनहरा समाजलाई वितरण गर्छौँ, बल्ल अन्ठममा दिन्छौँ भनेर उहाँहरूले भन्नुभएको थियो। र त्यसको लागि उहाँहरूले 25 दिनभित्र हामी मिटिङ राख्ने र 29 दिनभित्र पानी खुवाउने भने उहाँहरूले प्रत्यक्ष बोलेको रेकर्ड हामीसँग छ। र त्यो कुरा पनि अहिले चाहिँ जुन हामीले हेर्दाखेरि र बुझ्दा र देख्दाखेरि र भइरहेको काम गर्दा त्यो हुने त्यति सजिलो छाँटका छैन। त्यसको लागि पनि हामी टोलवासी सबै एक हुनुपर्ने जरुरी आवश्यक देखेको कारणले मैले हजुरहरूसँग एउटा अनुरोध गर्दछु। र हामीले काम गर्दाखेरि, बोल्दाखेरि, हिँड्दाखेरि र जे हो त्यो हामी बोल्नुपर्छ। र कसैले मैले यो बोल्दा त्यो रिसाउँछ कि ऊ रिसाउँछ कि यो हुन्छ कि त्यो हुन्छ भनेर आफ्नो घर अगाडि आइरहेको अवसरलाई गुमाउनु नखोजौँ। मनहरा समाज भनेको यस्तो चिज हो कि अवसरभित्र चुनौती खोज्दैन, चुनौतीभित्र अवसर खोजेर अगाडि बढ्ने एउटा मनहरा समाजको टिम छ। त्यो टिमलाई तपाईँहरूले सहयोग गरिदिनु हुन्छ भन्ने र हामी सबै मनहरा समाज टिम र टिमवासीहरू सबैले हामी एक आशा अपेक्षा गरेछौँ।
पानी पनि बुझ्नु हामी सबैले पनि हामी अब यस्तै गरेर हामी एकचोटि हामी त्यहाँको मान्छेहरू भेला बोलाउँछौँ हामी सबै भेला बोलाउँछौँ होइन भेला बोलाएपछि अनि 2025 भन्दा पहिल्यै हामी भेला बोलाउँछौँ भेला बोलाइसकेपछि यो समाज अब केवल बसोबासको ठाउँ होइन, साझा भविष्य र गौरवपूर्ण पहिचानको स्रोत बन्दै गएको छ। परिवर्तनको मार्गमा सबैले देखाएका यी कदमहरू एकता, सम्मान र समर्पणको उज्यालो बाटो हुन्, जसले मनहरा समाजलाई अझ सुरक्षित, समृद्ध र सुन्दर बनाउने दिशामा अगाडि बढाइरहेको छ। आज मनहरा समाजका सबै सदस्यहरू गर्वका साथ भन्छन्, हाम्रो मनहरा समाज हाम्रो पहिचान, हाम्रो प्रेरणा। आगामी दिनहरूमा पनि हामी यस्तै एकता, समर्पण र सहकार्यका साथ समाज विकासमा जुटिरहनेछौँ। यही हाम्रो सच्चा दायित्व र लक्ष्य हो। जित्नै पर्छ